हामीहरूले डिफ्रेन्ट एप्लिकेसन युज गरेर आउँछौँ, ती एप्लिकेसनहरूमा पनि केही न केही फल्ट हुनसक्छ। सो तपाईँ चेक गर्न सक्नुहुन्छ है, चेक राम्रो इरादाले चेक गर्ने है फेरि गाइस। अब हामी के गर्छौँ भने एउटा पेलोड बनाउँछौँ। अब पेलोड बनाउँदाखेरि मैले चाहिँ वेब बुक युज गरेँ। अब त्यसको लिङ्क कपी गर्छु। अब यसलाई चाहिँ मैले इन्कोड गर्नुपर्छ यो स्पेसिफिक अट्याकमा। अब यसलाई इन्कोड गर्छु म, बेस 64 इन्कोडिङ गर्छु। यसलाई इन्कोडिङ गर्नको लागि यो सेटअप युज गर्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ यसलाई युज गरेर एउटा भ्याल्यु आउँछ, त्यो भ्याल्युलाई कपी गर्ने। अब जुन एप तपाईँ चलाइरहनु पर्छ त्यसको चाहिँ तपाईँ डेभलपर मोडमा जानु। त्यसको डेभलपर मोडमा गएर तपाईँले चाहिँ यो फलोइङ कमान्डलाई हान्ने त्यहाँ। अनि त्यो अघि जो आएको थियो आउटपुट आएको थियो, अघि हामीले चाहिँ जो तपाईँको इन्कोडिङ गरेर आएको थियो आउटपुट, त्यसलाई कपी गरेर त्यहाँ राख्ने चट्टसँग। त्यसपछि एन्टर हान्ने। अब मेन लोजिक यो पछाडिको के हो भने अब चाहिँ यदि यो एप्लिकेसनले चाहिँ हाम्रो जो अघिको वेब बुक थियो त्यसको ड्यासबोर्डमा चाहिँ रिक्वेस्ट पठायो भने त्यसको मतलब चाहिँ यो एप चाहिँ भन्डेबल छ, यसलाई चाहिँ हामीले ह्याक गर्न सक्यौँ भन्ने बुझ्नुपर्छ। किन त्यस्तो भन्न मनमा लाग्न सक्छ। हामीले बेसिकली के गर्यौँ भने यो जो एपको सर्भर छ त्यहाँबाट चाहिँ हामीले आफ्नो पर्सनल सर्भरमा चाहिँ रिक्वेस्ट पठाउने बनाइदियौँ कि। सो योलाई चाहिँ भनिन्छ, यो अट्याकलाई चाहिँ भनिन्छ तपाईँको डिसिरियलाइजेबल भल्नरेबिलिटी। यो चाहिँ धेरै एप्लिकेसनहरूमा आउँछ। सो त्यसरी कसैको एक्सपेक्ट नगर्नु है, मलाई भरोसा छ कि। थ्याङ्क यू।